हेलो युट्युब फ्यामिली, तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ सन्चै छु है। आजको भिडियोमा चाहिँ म टक्क लाएर जिटिए सैन एन्ड्रियास खेल्न गइरहेको छु र मेरो क्यारेक्टरको नाम चाहिँ सिजे हो। तपाईँहरूलाई सुरुमै भनिदिन्छु, म यो गेम खेल्दा खेल्दा यति खेलिसकेँ कि यो सैन एन्ड्रियासको सबैभन्दा धनी मान्छे भइसकेँ क्या। त्यही भएर मैले यत्रो म्याप समेत खेल्न सकेको छु। यो सबैतिर घुम्न मिल्छ। मैले सुरुमा खेल्नेहरूको लागि त्यो सबै कतै पनि जान मिल्दैन, एउटा निश्चित ठाउँमा मात्र खेल्न मिल्छ। मैले चाहिँ खेल्दा खेल्दा अहिले सबै अनलक गरिसकेको छु। अब यो हाम्रै अगाडि एम्बुलेन्स भए पछाडि एम्बुलेन्समै गइदिउँ त कोही छ कि छैन भनेर हेरौँ सुरुमा। लु गइदिउँ, अब कोही रहेनछ। अब यहाँ चाहिँ पुलिस लाग्ने डर भइहाल्छ क्या। 1 स्टारको पुलिस चाहिँ लागि नै हाल्छ, किनभने त्यो आफ्नो वरिपरि पुलिस रहेछ भने पुलिसले अघि थाहा पाइहाल्छ क्या के चोरी यो खतरा ठाउँमा आएको छ। तर गाडी चाहिँ अलिक मजाले कुदाउन आउँदैन र मात्रै। यो सहरमा यति धेरै ट्राफिक कि यहाँनिर ट्रेनले कतिखेर आएर ठक्कर दिन्छ त्यो पनि थाहा हुँदैन क्या। अब जस्तै यहाँ ट्रेन कुदाउ अगाडि मान्छे हिँडिरहेको छ, यस्तो बेलामा चाहिँ पुलिस लाग्ने सम्भावना अति नै धेरै हुन्छ। र मलाई चाहिँ अब यो एम्बुलेन्स कति कुदाउनु पुलिस लागेको लागि गर्छ, अलिकति ठुलो बित्तिकै पनि भनेर टक्क एम्बुलेन्सदेखि ओर्लेर चाहिँ अर्को यहाँनिर एउटा मान्छेले गाडी लिएर आउँदै रहेछ। त्यो गाडीमा चाहिँ चढ्छु अब म। हाम्रो प्यारी राम्री म्याडमलाई कुटेर टक्कसँग उहाँको गाडी चोरेरै टक्कसँग अगाडि गइयो। अब जाँदाखेरि पनि पुलिस लागिहाल्यो। अघि पुलिस त्यही नजिकै थियो मेरो, पुलिसले थाहा पाइहाल्यो। अब त्यही पुलिसदेखि छुटकारा पाउनुको लागि मैले यस्तो हाँगेँ कि यहाँ गएर यस्तो पछाडि नि मेरो गाडी पछाडिएको देख्दाखेरि सबै त्यहाँका भएका अडियन्सहरू जति सबै नै छक्क परे क्या। र मेरो स्टन्ट देखेर पनि सबै छक्क परे। अरे सुपा सेभ के हो यो? यस्तो कुरा हुँदै गर्छ। अब चल्दैनौँ, हामी गाडी मोडिफाई गर्ने हो। अगाडि मैले यति धेरै मोडिफाई गरेर क्राइम गरेको छु नि कि अब मलाई त्यस्तो क्राइम गर्न नदिने भन्ने कुरो त्यहाँनिर पोस्टरहरूमा म अहिले देख्दै थिएँ। अब सैन एन्ड्रियासकै धनी मान्छे भए पछाडि प्रोपर्टीहरू कन्ट्र्याक्ट आइरहन्छ आफूलाई। प्रोपर्टी किन्नु पऱ्यो भनेर म गाडी लिएर मोडिफाई गर्नुभन्दा अगाडि ओर्लेँ। अब यो घडेरी कस्तो छ, यो ठाउँ कस्तो छ भनेर म यहाँनिर हेर्छु। जम्मा हामीलाई 20,000मा यो प्रोपर्टी आउने रहेछ। अब यो प्रोपर्टी हेरौँ है त कस्तो रहेछ। पहाड बाहिरतिर पुरा बरन्डा निस्केको राम्रो रहेछ, किनिदिउँ न त। अब लु हामीले यो प्रोपर्टी किनिसकेका छौँ। अब यो प्रोपर्टीमा भाडामा लाउने हो कि के गर्ने हो त्यो म मेरो म्यानेजरलाई जिम्मा दिन्छु। मेरो म्यानेजर अहिले अर्कै सिटीमा बस्दैछ, त्यसलाई म पछि बोलाएर भाडा सञ्चालन गरेर मान्छे राखिहाल है त भनेर अराउने गर्छु। भिडियोमा कुनै पनि ढिलाइ नगरिकन लागौँ है त रुम टुरतिर। र यो चाहिँ मेरो टक्कसँग चेन्जिङ रुम भयो। अब यहाँनिर टक्क एउटा ऐना राखिदिएको छ। अब ऐना फुट्दैन रहेछ हान्न खोजे। अब यो टक्क यसमा लुगा फेर्ने ठाउँ भइहाल्यो। यो भनेको हाम्रो मेन रुम, किचन सिचन, यहाँनिर सिटिङ रुम भइहाल्यो। अब बेडरुम अर्कैतिर छ। सबै कामलाई छोडेर अब हामी लागौँ है त गाडी मोडिफाई गर्नतिर। गाडी मोडिफाई गर्नको लागि चाहिँ टक्क म यहाँनिर पार्क एन्ड स्प्रे चाहिँ वासिङ गर्ने ठाउँ हो, त्योदेखि तलतिरपट्टि गाडी मोडिफाई गर्ने ठाउँमा जान्छु। अरे ढोकै खुल्दैन त, के भएको? सटर खुल्दैन त कि यो मोडिफाई गर्ने ठाउँ बन्द भएको हुनुपर्छ कि हामीले धेरै मोडिफाई गरेर क्राइम गरेर यो ठाउँ हाम्रो लागि बन्द भइसकेको हुन्छ। तर मैले आफ्नो गाडी चाहिँ वास गरेर निकै नै राम्रो बनाइसकेको छु। र मेरो अन्तिम गाडीको लुक यस्तो रहेको छ। आजको भिडियोमा गाडी मोडिफाई त हुन सकेन, तर अर्को भिडियोमा चाहिँ म गाडी मोडिफाई गरेर तपाईँहरूलाई सबै सिटीको टुर पनि गराउने छु। त्यतिसम्मको लागि बाई बाई, ह्याभ अ गुड डे। र सब्सक्राइब गरिदिनु होला आइडीलाई।